कामकाज केही छैन हाम्रो नेपालीलाई। दोजर हेर्यो बस्यो। 2000 रुपैयाँ गाडी भाडा तिरेर रमिता हेर्न आएको। ऐसा मत करो मेरी जान, लाइफ में कुछ अच्छा करो यार। बेरोजगारीको हद पार गर्नुभयो क्या हजुरले। नभरि हेर्न आएको त नि रमिता हेर्न आएको, म हेर्न देखिन आएको। 2000 रुपियाँ भाडा तिरेर रमिता पो हेर्न आएको। प्रहरीहरूले चाहिँ भाग्नु 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 भन्थे। रोजगार भएको भए यहाँ कोही रमिता हेर्न आउँथ्यो। सुकुम्बासीहरू आफ्नो घर भत्केर रोइरहेछन्, तपाईँ रमिता पो हेर्न आएको। मेरो मन त्यसै हुन्छ। डोजर चलाउन आजै छोड। किन रोक्नु पर्यो डोजर? डोजर चाहिँ कन्टिन्यू चल्छ, यति रोक्ने नै हो भने म गएर डोजर मुनि सुत्न चाहिँ म तयार। डोजर भन्दा पहिला म छाती थापेर बस्छु। यत्रो छाती थाप्नु त्यो मुनि भतुवा पनि। डोजर आए छाती थाप्ने बाचाले चुनाव जितेकाहरूलाई बाचा पूरा नगरेको आरोपमा मुद्दा लाग्छ कि लाग्छ? मुर्दा मामिलाको कुरा छोडिदिनुहोस्, सुकुम्बासीको आँसु र मन्दिर भत्काको पाप चाहिँ लाग्छ भन्दैछन् है। यो मन्दिर अझै हाल्न। हे शिव भगवान, तपाईँ पनि सुकुम्बासी हो र? तपाईँ पनि सुकुम्बासी हो र? मैं गाली नहीं दे सकता, फैमिली देखती है, वरना मैं ऐसे ऐसे गाली दूं, ऐसे ऐसे गाली दूं ना, जिंदगी भर याद रखें ये बड़े। बाह्र वर्गलाई जसरी रुवाएको छ नि बालनजीले, आँसु लाग्छ यिनलाई। मलाई जस्तो रुवाछन् त्यस्तै दही बलेको आउँछ। मान्छेको घर भत्काएर त्यो सबैलाई त्यो टाट पल्टाएर बाटो बढाउनु चाहिँ त्यो सही। गरिब सुकुम्बासीको घर चाहिँ किन भत्काइदिएको? त्यहाँदेखि काँदैन हजुरले मारिदिनु बरु गोली हानेर मलाई। गाई लक्ष्मी बाख्रा एक हप्तासम्म म्याद दिनु भनेको कि म यत्रो वर्ष त बसिसक्यो, जब एक हप्ता टाइम किन नदिएको त? नोटिस दिएको छ अनि के हो? दुई दिनको समयले हुन्छ, मान्छे कहाँ पुगेको हुन्छ कमाउनलाई। के बोलेको? अलिकति ध्यान दिएर बोल्नुहोस् है। फ्रिडम अफ स्पिच भनेको यही त हो। पहिला यहाँ हेर्नुहोस् त के भन्दैछन्। मलाई कति गाली गर्छ? गाली त गरून्, केही फरक पर्दैन। गाली त गरून्, केही फरक पर्दैन। तर सुकुम्बासीहरूले एक्लै भेटाको बेलामा कुर्लानी फेरि त्यो चाहिँ विचार गर्नु। अरे साले म थुतेर पनि म बाटोमा हैन कुर्छु, मान्छे लाएर पनि कुर्छु म साले। अनुहार चाहिँ एकदमै क्युट तर त्यो पारा एकदमै ग्याङ्स्टर छ। त्यो बाली साले बास दिनु पर्यो कि आस दिनु परेन नि मैले। त्यसले के गरेको त? बाइलनले के गर्छ त्यो तेल निकालेर तरकारी पकाउने हो मार चोर। के बालन ठीक लाग्छ? सबैजनाको लुटिसक्यो, के ठीक लाग्छ? बालेन पनि लुट हो। लुटेन त पसलवाला मान्छेको पनि उठाएर लिएर जान्छ, यो साइकलवाला त कुरै छैन। बालन सरकार त चोर हो। म त चोर हो। भिखारी जस्तो भोट दिनुहोस् भन्दा ढुक्दै आउँछ अनि आफ्नो स्वार्थ पुरा भएपछि मुजीहरु फेरि छारा बोल्नुभयो। भोट चाहिँ हाल्ने बेला हाल्ने, अहिले चाहिँ गाली गरेर हुन्छ? हाल्न त घन्टीलाई हाले हो नि भोट। घन्टीलाई भोट हालेको। सबैभन्दा बढी भोट सुकुले हालेको क्या। घन्टीलाई भोट हाल्यो, आज घन्टीले हामीलाई यस्तो गर्ने। बालन साले भोट हालेको यो। अब रिग्रेट हुँदैछ होला तल हैन? यस्तो त लाएर त अहिले रिस पनि उठेको छ। रिस त किन नउड्नु? ऋण लिएर बनाएको घर भत्काइदिएपछि जानेर घरले आमसम्मको ऋण तिर्दिएपछि हामी निक्लिरहन्छ। सरकार अन्डिया चलाऊ, तर 14 लाख ऋण तिर्दै। हामीसँग त्यो कुसंस्कारको लागि पैसा पनि छैन। ऋण तिर्दै घरलेको म पुरा घरै छोड्दिन्छु। ऋण लिई किन बनाएको त घर सरकारी जग्गामा? कमाएको जति सबै यही घरमा हालेर बसेको थिएँ। हामीले कति लाख तिरेर बनाएको घर हो। यहाँ घर बनाउनु साटो कतैतिर लगेर चाहिँ आफूले चाहिँ लगानी गरिदियो भने अहिले आनन्द तोले पाउन पाउँथ्यो, यो रुनु पर्दैन थियो नि। त्यो त हो, पुराना पार्टीहरूले पछि लाल पूर्जा पाउँछ भनेर बनाएको हो कि? तिमीहरूले लाल पूर्जा पाउँछौ भन्नुभयो। लाल पूर्जा दिन्छौ, लाल पूर्जा दिन्छु लाल पूर्जै पनि दिन्छु भनेको थियो। भन्थे कांग्रेसले नि भन्थे, एमाले नि भन्थे, माओवादीले नि भन्थे। धेरै जस्तो एमालेको भोटर छ रे। एमालेको भोटर छ। हामी त एमालेकै थियौँ हैन, उहाँहरूलाई नै भोट दिन्थ्यौँ हामीले। उहाँकै मान्छे हौँ हामी एमालेको मान्छे हो त भन्नुभयो। हजुरको घर भत्किँदा खै त एमालेको मान्छेहरू आएको? भोट माग्ने बेलामा मात्रै हामी बाटोमा आउँछ। एमाले चोरहरूले खाए मजाले राखे, भोटर अब हुन्छ नि र्याली स्यालीमा जानलाई यहाँबाट मान्छे त धेरै निस्कियो सुकुम्बासी। तिमीहरूलाई आयोग बनाइसकेपछि तुरुन्त लाल पूर्जा भन्नु पर्यो। लाल पूर्जा पनि छैन, केही पनि छैन। अहिले चाहिँ एकदम ठिक। आफ्नो घर भत्किँदा दुःख लागेको छैन? होइन, मलाई त के आफ्नो सम्पत्ति भए दुःख न। आफ्नो नाम लाल पूर्जा छैन, अहिले बस्यो दुर उठ्यो हिँड्यो। यति सजिलो छ कि क्या अब बसेको ठाउँ छोड्न? डोजर ल्याएर बस्ती नै खाली गर्दा पिर पर्दैन? महल बनाएछ अनि पिर परिहाल्छ नि। सुकुम्बासीलाई पिर परेको छैन। छैन, हाम्रो छँदै छैन यत्रो पिर पनि। असली सुकुम्बासीहरूले पक्की घर बनाउनु भएको छैन नि, उहाँहरू त एकदम खुसी हुनुहुन्छ। झन्डा रहेछ, घन्टीकै सरकारले अब यो बस्ती भत्काउनलाई राम्रोको लागि भत्काए ठिकै छ। ठुल्ठुलो घर हुनेलाई त ठिक छैन होला। ए हजुरको के को घर हो नि? मेरो त काठको भनिहालेँ नि। आमामामा, यो कति तलाको? 1 2 3 4 5 तलाको सुकुम्बासी बस्तीमा 5 तलाको घर? यो चाहिँ भत्काएको ठिकै हो नि यार। पाँचतले नै बनाऊ न, जीवनभरिको कमाइले बनाएको थियो। सुकुम्बासी बस्तीमा 5 तलाको घर भएकाहरूलाई पनि के सुकुम्बासी भन्ने त? देशभरि कतै जग्गा नभएकोलाई चाहिँ सुकुम्बासी भनिन्छ क्या। अरू जिल्लामा कहीँ कतै जग्गा छ कि छैन? जग्गा अलिकति छ, छैन भन्दैन, तर भिड पाखा भइरहेको छ। त्यहाँ चाहिँ छैन, तर ऊ पाहाडमा छ भने चाहिँ सुकुम्बासी भनिन्छ क्या। मेरो गाउँमा छ के अरे मेरो बाउ बाजेको त त्यो सबै जंगल भइसक्यो। गाउँमा गरी खाने दुःखले सहरमा सुकुम्बासी हुन किन आएको त भनेर कमेन्टमा गाली गर्दैछन्। अब फेरि खेत गर्न गाउँमा जाने।
15 किलो काउलीले 1 किलो चामल पुग्न पुगेको छैन कस्तो खेत कस्तो कुरा गर्नुहुन्छ सहरमा यतिकै ठाउँ पाइन्छ त दुःख त गर्नु बिल्कुल सही गाउँमा अरूले पनि दुःख गरिरहेछन् त यदि यो घर सुकुम्बासी हो भने नेपालको 90% मान्छे पनि सुकुम्बासी हुन् ल हुकुमबासी भए चिल्ला गाडी चढिन्थ्यो एउटै घरमा 2-3 बुलेट 2 पोजेरो छ यहाँनिर बाप रे यो त धोती खोल रहा है कार सर त कति छ यहीँनिर पार्किङ गर्छन् भनेपछि सुकुम्बासीहरू चाहिँ कार चढेर हिँड्छन् अब चाहिँ थोत्रो साइकलमा चढिन्छ यार सुकुम्बासी कि त्यो सुकुम्बासी त ल दाइ हेपेर नबोल्नु है क्षेत्रको तिमीहरू चाहिँ कहाँको धनानीहरू महा सुकुम्बासी गैर गुर्जिया त तिमीहरू हो सुकुम्बासी त धनी हो पैसा दिएर मुई बस्यो हो रहेछ सुकुम्बासी भनेको सानो झोपडीभित्र बस्ने गरिब भनेको त धनी पो हुँदो रहेछन् होइन निधारमा लेख्या हुँदैन को धनी छ को गरिब निधारमा लेख्या त हुँदैन तर घाँटीमा झुन्ड्या त हुन्छ नि म ढाट्दिन हेरिरहेको छु उहाँसँग पनि रहेछ सुनको सिक्री यो सुनकै भने ग्यारेन्टी छ नक्कली हो भन्नुपर्छ त सुनको हो भनेर धाग लाउनु पर्छ सिक्री लाउनै नपाउने ट्रोल बन्ला भन्नु टोल बन्दैन घाँटीमा सुनको सिक्री मात्रै लगाया हो नि सुनको दाँतै त लगाया होइन नि टोल बन्नलाई सुनको दाँत लगाएको 3000 को सुनको दाँत त्यो क्या भालेको हो कि माथिबाट सुनको दाँत लगाएको रहेछ हुकुमबासी हो रे त्यो बोल्ने शब्द हो उसको छोराछोरीले कमायो आमालाई गिफ्ट दियो त्यो चाहिँ लाउनै नहुने के सुन सबै खोलेर रोडमा लगाएर राख्नु पर्ने आन्टी ठुल्ठुलो कुरा नगर्नु त फेरि नक्कली सुकुम्बासी हो भनेर त्यही सुनको दाँत पनि झारिदेला नि फेरि मामा दाँत चाहिँ फेरि 24 क्यारेट गोल्ड हो या छोरीका हातमा आइफोन 17 प्रो म्याक्स घाँटीमा सुन छोरछोरीले कमायो अलिअलि जमायो एउटा सिक्री लाउँ एक तले घर बनायौँ कि त्यो नहुनु पर्ने हो एक तले घर सुनको सिक्री लाउने त भइहाल्नु भएछ नि कि त एकचोटि सुकुम्बासी भइसकेपछि जिन्दगीभरि सुकुम्बासी भइरहने हो उहाँहरू निकै पहिला सुकुम्बासी हुनुहुन्थ्यो भने पनि विभिन्न काम गरेर अथवा वैदेशिक रोजगार गरेर भए पनि अहिले उहाँहरू सुकुम्बासी अवस्थामा हुनुहुन्न त्यही भएर सुकुम्बासी नभएकाहरूको घर भत्काइदिएर पनि ठिकै हो ठिक त ठिकै हो तर सामानको चाहिँ भरपाई गर्न पर्यो बालिन सरले त्यसरी आएर दोजर चढाउने हो त्यसको बाउ आएर तिरेर यहाँको सामानको पैसा फेरि सुकुम्बासीहरूको सामान नै कति होला र 3 तोला मेरो सुन थियो और यो सामान यत्रो पसल थियो मेरो 20 लाख चाहियो ज्यादा नहीं हो गया 3 तोला सुन त सुरक्षित छ त्यहाँको सुरक्षित हुनु ल्याएर डोजर लगाइदिएपछि कहाँबाट सुरक्षित गर्नु भनेपछि पैसा सामान सुन सब पुरियो निकाल्नु भएन सबै पुरो मेरो लक्ष्य हिजो चुटेर मैले फ्रिजको माथि राखे त्यो कहाँ छ मेरो 5 लाख पैसा गराजमा छ त्यो छैन भने के त्यत्रो सामान सुन रहेछ अब जे गर्नुपर्ने हो कबाडीवालाले गर्छ सुकुम्बासी भत्काएर गिजोग भएको तिमीलाई दसै आछ है पैसा हो गयो लडा पैसा सामान दिनलाई सारा माल उनका लेके निकल जाएंगे